बजे अघि 3 बजे 4 बजे तपाईँ के रहेछ हेरौँ भने यो बहिनी र म ओ निमन दाइ के छ हौ तपाईँको खबर के हो तपाईँ हिमालभन्दा अग्लो बोक्नु भएको छ त अनि हाम्रो दिदी हजुरको शुभ नाम रमाइलो भयो भाइहरूले घुमाउन ल्याउनु भयो यो दार्जिलिङ भन्ने ठाउँ हो होइन अब हामी जाँदैछौँ तेह्रफुक अस्ति त हिउँ परेको थियो यहीँदेखि यार हामी त हिउँमा गाह्रो होला है होला अलि हिउँ होला यसो अलि चाहिँ अस्ति चाहिँ ओह्रालो त के धेरै गाह्रो हुन्छ निमन दाइ त्यो अस्तिको ग्यासले दिएको त्यो खुट्टामा लाउँछ नि यस्तो तातो रहेछ यार भित्र तपाईँले कहाँ राख्नुभयो ए भित्र राखेर अनि झोलामा बोकेर हुन्छ त मेरो त बिहान उठ्दा त चिसो भएर रहेछ यो र यो होइन त्यो माथिको है डोलमा अस्ति पनि आफू त अगाडि पुगेको थियो यसपालि पनि पुग्छ क्या है जाडो छ हिउँमा मान्छे कालो मान्छे पनि सेतो देख्दो रहेछ हौ ओ निमा सर हिउँमा त कालो मान्छे पनि सेतो देख्दो रहेछ उकालो भनेको यो यति हो अनि त्यसपछि त खासै उकालो त होइन अब हाइटमा भएर मात्रै हामीलाई अलिकति गाह्रो भयो उयो छ नि अलिकति क्लोजली देखाउने कोसिस गरौँ त यो चाहिँ जिराफुक गुम्बा हो साथीहरू अहिले एक्सप्लोर गर्नु न अस्ति त हामी त हिउँले यस्तो गरेर हिँड्ने यस्तो गरेर गाडी पनि कुद्छ इमर्जेन्सीको लागि अरू बेलामा अलाउड छैन
हरेक पल्ट ट्रेकिङ आयो हरेक पल्ट चस्मा बिर्सिने चस्मा बिग्रिने भएको हुनाले आज यसपालि चाहिँ चस्मा छैन उहाँ सरले लगाएको देखेर चाहिँ मलाई चस्मा लाउनु मन लाग्यो अस्ति पनि ठ्याक्कै यहाँबाट सकेपछि छुकुम्ब पुगेपछि चस्मा त हावाले लग्यो त लग्यो साँच्चै फट्टै फुटाइदियो फुटाइदिएन हराइहाल्यो हरायो त्यो कहाँ पुग्यो पुगोस् त तिम्रो आँखाले के छ यो नलगाऊ भनेको भनेर भनेको बदिएर हामी त्यो बुढो भएर चस्मा लाउनु पर्ने स्थिति भयो अरू बेलामा त ठिकै छ कि तपाईँको हिउँमा घाम लागेपछि चाहिँ त्यसपछि गयो आँखामा त्यति मात्रै हैट त्यत्तिकै हाम्रो गीतमा होइन फसल खाइ नेनाङ भन्छ नि होइन यो सबै खाइ नेनाङ त रहेछन् होइन नेनन्दर यो टाढा टाढा सबै डाँडा होइन है यो अब चिन्नेले पो चिन्छ त है नचिन्नेले चाहिँ कहाँ हो हामीले बुझाउनेले चाहिँ सबै यो हो यो यो भनेर सुनाउँछ अनि थाहा नभएको चाहिँ डाँडा पनि छैन मैले यो यसको बारेमा चाहिँ यो गुम्बामा बुझेँ कि सुदीप सर आउनुभयो झोला गराउँछ क्या गराउँछ भने मलाई दिनु है तपाईँ त ऊ हुन्छ हाम्रो ग्रुप पछाडि आउँदैछ हामी सबै स्टाफ अगाडि भएछ त यहाँ सबै अगाडि भएछ त हाल्नुभयो दिन नभए मेरो आज हल्का छ त म पुगिहाल्छु मेरो त आज त एउटै झोला बनाएको थिएँ नि मैले त्यो माछाले चाहिँ यहाँले चाहिँ यो पौडो ढिपी गर्छ पौडो ढिपी नै खालेको अहिले चाहिँ भयो भने झोला बिच्चानु पकाएर पैसा चाहिँ कति बोलेछ 1200 दिएन भने अस्तिको दिन फिक्स गर भन्दा चाहिँ आज मान्दैन सधैँ उठाउनु चाहिँ पैसा पनि अस्तिको दिन मानेन भनेन भनेको त मलाई लिडर रहेछ यहाँ चाहिँ गाडीहरू यस्तो हुन्छ कोरामा आएको यस्तो ट्री हाउस जस्तो देखिन्छ हरेक ढुङ्गामा चाहिँ यसरी ओम लेखेको हुन्छ है यहाँ चाहिँ है धेरै सबजना हिँडिरहेको छ यो कसैले डेरा फोक भन्छ कसैले जिरा फोक रहेछ खासमा होइन यहाँको ठाउँ चाहिँ यहाँ एउटा पुल छ लगभग भेटिली भ्याएसम्म म भिडियो खिच्नेछु र सुमनजी निमाजी हुनुहुन्छ जहाँ त मैले त फर्किन्छ भने त जानै भयो
सबैभन्दा तगडा कुन मगर बराबरी चाहिँ हो उनीहरूलाई आँटेकै छ घोडा छ समस्या भएन घरै भए पनि खाइ लाग्नेले त नि घरै भए पनि लागिहाल्छ नि त उसले लाग्दैन अब गोडा पानी त्यस्तो त्यस्तो ठाउँमा बसेको मान्छे भयो के भयो आइसी छ है एकदम आइस आइसमा बिस्तारै हिँड्नुपर्छ आइसी छ साथीको है我们有家睡哈。जाँदैछु अनि होइन त्यो पाराले जाँदैछु behind us big Himal है हेलो नमस्ते सबैलाई है watch my video and we all inform about Kailash, Manasarovar and Khora. You know, we are going to pass 5683 high altitude Dulmala Pass. So some people are coming back here. Okay. हाम्रो साथीहरू चाहिँ फर्किराख्नु भएको छ है मैले क्यामेरालाई उल्टो पाल्टो ल सर फर्किनु भएको ल राम्रोसँग जानुहोस् शुभयात्रा हस् हस् Yeah. Devotee express there how deep they are with God. कालीजनको यो मिठो माया भने जस्तै भएको छ हेर्नुहोस् यहाँ गाडी हिउँमाथि गुर टेन्ट हो है यहाँ भक्तजनहरूले चाहिँ एकदम डिप एक्सप्रेसन होइन उहाँहरूको चाहिँ एकदम आफ्नो ज्यानले नापेर छानझोल गरिरहेछ है हामी चाहिँ त्यस्तो अवस्थामा चाहिँ गर्न सकेको छैन
भक्त भनेको चाहिँ यस्तो हो है। टोलमाला पास गर्नलाई चाहिँ धेरै मान्छेलाई कठिन हुन्छ। आज चाहिँ हामी मे कति हो? आज चाहिँ हामी मे 22 है। जुन जुलाई चाहिँ राम्रो हुन्छ। यहाँ मेरो निमा दाइले चाहिँ केही देखाउँदै हुनुहुन्छ डोल्माको के 21 ताराको है। यो कुकुरको जुनीमा कुकुरको जुमा अनबाट यसरी आएको होइन हाम्रो किला फेप्स निमा दाइले चाहिँ यस्तै चिजहरू देखाउनु हुनेछ आज है। यसरी छानछाल यसरी गर्नुहुन्छ है। हरेक पाइला पाइलामा चाहिँ उहाँहरूले टिप स्पेस है। त्यहाँ माथि पनि एउटा खतरा हिमाल देखेछ। त्यो पनि एउटा अब कैलाशको पार्ट होला। अब त्यसलाई सुङ्माहरू होला होइन। Das is de leedje. तपाईँलाई गाह्रो भएछ। हामी त्यहाँबाट आएको है। त्यो जरुपुपट्टि गुम्बा पनि राम्रो तिरको गुम्बा त्यहाँ छ। त्यहाँबाट चाहिँ कैलाशको भ्यू एकदम राम्रो देखिन्छ है। भन्दा अगाडि हिमाल अलि परिरहेछ। हाम्रो आन्टीहरू पोखराको आन्टीहरू आउँदै हुनुहुन्छ आन्टीराङको घोडामा है। अरू चाहिँ हाम्रो पछाडि छ बिस्तारै आउँदै हुनुहुन्छ। है घोडामा अङ्कल आन्टी आराम हुनुहुन्छ? हजुर एकदम राम्रोसँग छ। हजुर अगाडि आएको घोडासँग अलिकति हिँड्न सकिँदैन भनेर अङ्कल अप्ठ्यारो भयो भने अङ्कल त्यो मलाई दिनु, म नि सकेसम्म सँगसँगै जान्छु। यसरी घोडामा चढेर जानुपर्छ। अब हिउँले गर्दाखेरि
कतिपय ठाउँमा अप्ठ्यारो छ है। याक घोडा भनेको चाहिँ यहाँको लागि एकदम लाइफहुड है। बेला बेलामा म आफै पनि देखाइरहेको छु है साथी हो। कैलाश कोरा 52 किलोमिटर कोरा हो। आज हामी लगभग 30 किलोमिटर हिँड्छौँ। 30 किलोमिटरमा अलिकति उकालो छ है। Hello, ni hao. Kaka. How are you feeling? Good? Okay. Come slowly. चाइनिजहरू हुनुहुन्छ है। यसरी हो त्यो बडीहरू। हामी यस्तो छौँ। निमा दाइ चला ngala खेल्छ त या खिच। तपाईँको हल्को के छ? मेरो हल्का छ हो केही छैन। के छ गाँठा लु निकै वेट छ त। लु 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 हेरौँ त यता 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 तपाईँले के देखाउनुहुन्छ म देखाउँदै जाने हो। आज ब्याट्रीले जहाँसम्म टिप्छ त्यति खिच्दै जाने हो नि। जे जस्तो भयो भने अब मसँग म चाहिँ आज अलिक बिरामी छु है गाइस है। हाम्रो सुदीप सर है उहाँ चाहिँ एकदम प्रोफेसनल क्लाइम्बर गाइड हो होइन। अनि स्पेसल कैलाश कोरा है उहाँको छुट्टै एउटा ब्लग छ भन्नाले सुदीप राई भन्ने युट्युब च्यानल छ। उहाँलाई सब्सक्राइब गर्नु होला। धन्यवाद सर। मेरो पनि अब भर्खर अलिअलि एउटा दुईवटा भिडियो हाल्दैछु साथीभाइहरूसँग। यसो एक दुईवटा लाइक सब्सक्राइब गरिदिनु होला। हामी तपाईँहरूलाई यस्तै भिडियोहरू हाल्नेछौँ। देखाउँदै जानेछौँ। ओ निमा सर कता गयो? यता छ यता। वाउ भेरी डिफिकल्ट है। रुमबाट पछाडि आउँदैछ। रङमा जाँदा खाएको तेल निक्लिसक्यो तल जाँदा। मलाई चाहिँ होइन अस्तिको ग्रुपले चाहिँ बाख्रा भनेर गयो। यसपालि चाहिँ अब यस्तै छ। अस्ति चाहिँ हिउँ परेको हुनाले भिडियो खिच्न पाएन। यसपालि चाहिँ भिडियो खिच्दैछु होइन। अनि मेरो साथीभाइहरूले चाहिँ के भन्नु चाहन्छु भने सबैजना कैलाश भन्छ होइन। कैलाश कोरामा चाहिँ आउनुहोस् तर कामको लागि चाहिँ नआउनुहोस्। हामी यस्तो अवस्थामा छु अब ट्राई माई बेस्ट होइन। साथ देखाउँछ अब गुड मर्निङ। मर्निङ है मर्निङ मेरोबाट पनि अब हो सुदीप सरको आज अलिक बिरामी छु म। फेरि हिउँ परेर त्यस्तै धेरै चाहिँ होइन 20 केजीसम्म चाहिँ हामी बोकेर हिँड्न सक्छौँ। अनि प्रत्येक ढुङ्गामा देउता भेटिन्छ हेर्नुहोस्। सबैले यस्तो स्ट्याचु बनाउँछ। अस्तिबाट अलिअलि बिरामी थिएँ। आज रातिबाट अलिक गाह्रो हो।
जोस् हिउँ परिरहेको राति कमाले हिउँ परेछ हिजो हामी आयो यसपालि चाहिँ अलिअलि रुखा खोकी बाहेक मलाई चाहिँ भगवानले साथ दिएको छ 2025 को हाम्रो याद त होइन यो त हाम्रो होइन हाम्रो पछाडिको हो होइन हाम्रै हो रहेछ अगाडिको अर्को ग्रुपको हो होइन हो पछाडिको हाम्रो ग्रुप हो कि तल खै याद हाम्रो यहाँ यही हो यो उयो छ नि पछाडिको दुईटा यो त्यही त ड्रम र सिलिन्डर बोकेको र बोरा बोकेको हाम्रो याद हाम्रो ग्रुप जो त्यहाँबाट आउँदैछ ग्रुप त ग्रुप तलै छ यहाँ आइपुग्यो है छिट्टो 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 बिस्तारै आउनु हो सबैजना म देखाउँछु जाँटा कन्टिन्यू आउनु है होइन कन्टिन्यू हजुर अनि साउते यहाँतिरको आराम गर्दै आउनु तर ट्रान्सपोर्टेसनको लागि चाहिँ याक हो क्या है अब याकमा चाहिँ एकदमै बल हुन्छ भन्नाले याकको विशेषता आफ्नो आफ्नै छ स्यो 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 गलेस गलेस स्यो 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 यहाँ चाहिँ अगाडिको चाहिँ एकदम राम्रो याक छ है अब बचपनमा पनि मैले पनि याकको ठालो गरेको हो है त्यही भएर याकहरू चाहिँ अब मलाई नै हान्न आउँछ जस्तो छ है याकले धन्य मलाई हानेको साथी हो होइन हाम्रो आजहरू यहाँ छ जुजो गरे तँ राम्रो छ है हाम्रो दाइहरू चाहिँ एकदम पावरफुल हो यहाँको राम्रो छैन राम्रो छ है ड्रिङ्क खाऊ बब दो दिने याक्सो रे के भन्छ यसमा तपाईँलाई देखाएको यसरी है म तपाईँलाई सबैलाई देखाउँछु यसरी याकले चाहिँ यहाँको ट्रान्सपोर्टेसनको काम गर्छ है सबैले लाइक एन्ड सब्सक्राइब विथ माई च्यानल कृष्ण विथ रेक भन्ने छ मेरो च्यानल हेरिदिनु होला सब्सक्राइब गर्नु होला सेयर गर्नु होला है मलाई बसको लागि हो नेपालमा कोही उठ्दै होला हामी चाहिँ लगभग यति बेला सुतिरहेकै हुन्थेँ हामी चाहिँ अब उठेर लगभग 1 घन्टा पुग्नु लाग्यो होला हिँडाइ थालेको 1 घन्टा भइसक्यो हामी अनि उठेको चाहिँ हामी यहाँको 4 बजे उठेको है त्यही पनि यहाँको 4 बजे भनेको नेपाली 2 बजे 2 बजे अब खानपिन बनाउँदा के गर्दा ग्रुपलाई खाना बनाउँदा प्याक गर्दा रातभरि हिउँ परेछ रातभरि हिउँ परेछ हिउँ परेको हुनाले वातावरण एकदम सफा निट एन्ड क्लिन छ अनि कतिपय साथीभाइहरू चाहिँ सर्टकटबाट यताबाट आउँछ है हामी चाहिँ आउँदै हुन्छ हामी चाहिँ ऊ परबाट रोड पछाएर आएको तलतिरबाट आउँदै हुनुहुन्छ रोड एकारे सर्टकट तर ग्रुपै नदेख्दो रहेछ ग्रुप अब अलिकति क्यामेरा लेन्स राम्रो भयो भने देखिन्थ्यो त्यसो हाम्रो ग्रुप चाहिँ बल्ल ब्रिज कट्दैछ हरेक ढुङ्गामा चाहिँ यस्तरी खाता ला हुन्छ है यो चाहिँ एउटा सिम्बल हो उहाँले अब भगवानको रूपमा पुज्नुहुन्छ भनिन्छ नि नेपालीमा एउटा गीत छ नि मनले राम्रो मनले खोज्यो भने ढुङ्गामा पनि देउता भेटिन्छ है कैलाश यो हो अब अलिकति बादल छ सरस्वती माता की जय जय हो भगवान शिवजी की हेलो दिदी नि हाउ
你中国人 Yeah. OK 我的尼泊尔 你吧。 OK English can English. you speak English no English OK cut sure OK come slowly एकदम चाइनिज छ यसपालि चाइनिज जस चाइनिज पनि बुद्धिस्ट हिन्दू भइरहेको छ खुसी लाग्छ है अब मेन स्पेसल कैलाश भनेको चाहिँ बुद्धिज्म हिन्दुइज्म चाइनिजम है सबै हो अनि बोनिजम अल्सो है आज सरले चाहिँ टिका पनि लाउनु भएछ खुसी लाग्यो हाम्रो विपिन भिडाजुले ए टिका लगाइदिनु भएको हाम्रो चाहिँ यसपालिको चाहिँ प्योर हिन्दू हो होइन ग्रुप चाहिँ त्यसले गर्दाखेरि लाखपतिहरू बालियो होइन अब पितृलाई तर्पण गरियो आफ्नो आफ्नो तरिकाले होइन श्राद्ध गरियो होइन ठिक छ माथि पुगेसम्म म पुग्छु अनि त ओह्रालोमा पुग्नु ग्रुप आउँछ बिस्तारै ग्रुप पर्ख्यौँला अनि प्रत्येक डाँडामा चाहिँ यसरी धर्चोला हुन्छ है लुङधर हो है अनि हरेक ट्राभलरहरू चाहिँ कफल छ नि हाउ 你好，你在直播呀？ 我的尼泊尔尼泊尔的，哎呀我都吃你好过尼泊尔的哎呀啊。OK OK OK，姐姐你好，你好应该给我拍一张，哎呀呀呀等到我和我的同伴给我拍一张哈。啊你尼泊尔人还会说中文挺不？这是昨天我碰到的那个了，是吧？是啊，是不是昨天我为你录的那个？啊我的一点点他啊说一点点中文。哎呀我都不知道啊啊一点点 OK 我都吃过尼泊尔的。我的姐姐啊哇 my sister 哇耶， OK good 过的，我都去过尼泊尔的。呀呀呀尼泊尔挺不错的。尼泊尔好好，啊中国好中国好，谢谢啊谢谢弟弟谢谢谢谢，谢谢拜拜。拜拜走吧你每年都要来吗？来每年都来呀？呀还没听懂可能哈。你还听不懂呀我听不懂中国你听不懂尼泊尔尼泊尔的。呀尼泊尔都是说的英语了吗？ Yeah, English, yeah, English, Hindu. We speak English, yeah. 哦， Yeah. 他是帮你背东西的吗？啊，你是帮他背东西的啊？东西的你帮他背啊？朋友，我的朋友啊。Yeah. 走吧，你们先走，我们走。 Hello，弟弟朋友，你好，你好，你好，你好，你好好吗 ？OK，拜拜。अलिअलि हिउँ परिरहेछ है Yes. सोल दुईटा हालेपछि ठ्याक्कै दामी छ यो कैलाशको यसपालि मलाई राम्रै भयो भन्नु ल इमर्जेन्सी पिलरहरू राखेको हुन्छ यहाँ चाहिँ साइरन बज्छ चाइनिजले यसरी राखेको छ इमर्जेन्सी साइरन माथि माथि आइपुगेपछि त्यो गए पनि अलिकति गाह्रै मान्दो रहेछ है
सुदीप सर फेरि बिस्तारै आउँदैछ सबैजना यहाँ दिदीहरू छ होस् भगवान्ले मेरो लागि चाहिँ साथ दिएको छ है यस्तो छ मैले आज चाहिँ 2टा ब्याग बोकेको छु 2टा विथ माई लगेज इन्क्लुडिङ 3 लगेज है सानो ब्याग हो त्यही पनि यहाँ चाहिँ सिङ्गल हिँड्न नि गाह्रो हुन्छ कतिलाई चाहिँ म चाहिँ एक्लिमाटाइजेसन भएको हुनाले मलाई सजिलो छ होप सो we are very high climbing today 5683 tough viewpoint ho tough point cross point यहाँ साथीहरू जाँदैछ हैन है अब भिडियो अलिकति नराम्रो आउला तर पनि राम्रै छ कोसिस छ है यसरी ब्यागको पछाडि सिरानी हावाको सिरानी राखेको हुन्छ है सजिलो अब दिने अब चाहिँ घाम लाग्न थालेको छ अब सनराइजिङ हियर माथि पुगेपछि हामी टीसम्म पुग्छौँ है हिउँ परेको अवस्थामा चाहिँ माथि कैलाशमा चाहिँ पातल छ है त्यही पनि अलिअलि देखिरहेछ यो चाहिँ मेरो आखरदेखि यो चाहिँ कुन रहेछ है चेरेङ्जे यो चाहिँ चेरेङ्जे हो यो चाहिँ अब यस्तो यस्तो छ होइन चेरेङ्जेले चाहिँ हामीलाई के गर्छ त शक्ति प्राप्त गर्छ शक्ति है पावर हो स्ट्रेन्थ भन्छ नि होइन सरस्वतीको स्वरूप हो उहाँ चाहिँ यो चाहिँ सरस्वती चेङ्रेङ्सी हामीले चाहिँ चेङ्रेङ्सी भन्छ यसलाई यो चाहिँ यो डाँडा चाहिँ तर्च्यो अब खावाले खाउँदो खाऊ न तर्च्यो दुवाए हामी चाहिँ टिसप पुग्न लाग्यो टिसपमा ग्रुप पर्खिने हो हामी तपाईँ पर्खिनु हामी 2 जना बिस्तार जान्छ है होइन जान्छ नि म चाहिँ अब चाहिँ तात्यो प्रेसर नि Hello. Hello. 你好。你好。 How are you? 耶，你们背的好重啊！啊，我在吃尼泊尔。啊，यो चाहिँ त्यस्तो छ अलिकति त्यसो गरेर फेरि अलिकति अग्लो छ उकालो छ उकालो कटेपछि फेरि त्यस्तो छ अनि फेरि अब उकालो छ अनि त्यसपछि टर्मला पुग्छ है श्री सरस्वती नाथ की जय हो चढ्न पाइन्छ
चढ्न पाइन्छ डोल्माको पाइँदैन नि मैले यहाँ इन्द्रकोटा चाहिँ डोल्माको यो हातमा चढिरहेको छ यो चाहिँ इन्द्रको यो खोल्छ यो चाहिँ इन्द्र खोल्छ यहाँबाट नि सर्टकट छ सर्टकट कि अलिकति सर्टकट होइन हाई पोइन्ट यहाँ त डोरी नहोस् ए अब यो डोल्माको किमत कुकुरमा पाल्नु भएन यो हो यो यो है मजाले कुकुरको पन्जाको छाप है यो चाहिँ एउटा डोल्मालाको हो यो सबै रहेछ है सबै छ हिउँले किन त्यो हिउँले अलिकति ढाकेको छ अहिले हामीले सफा गर्ने कोसिस गरौँ होइन यस्तो छ कि है हजुर गाडीमा आउँदै एउटा गाडी पनि आइरहेछ एम्बुलेन्स होला अब कैलाश अलिअलि खुल्दैछ है कैलाश खुल्दैछ बिस्तारै खुल्छ अर्कोपट्टिबाट देखाउने कोसिस गर्दैछु है अलिक खुल्यो भने यहाँ चाहँदा खुल्यो भने म देखाउँछु साथीहरूलाई कैलाश चाहिँ घाम लागेको छ कि है अनि यहाँ माथि चाहिँ हाम्रो नेपाली नेसनल बर्ड चाहिँ ऊ सुन्दैछु यहाँ चाहिँ है सबैमा यस्तो मनी कुरा आएको छ यहाँ एम्बुलेन्स आइरहेछ गाडी एम्बुलेन्स आउँछ यो चाहिँ हिउँभित्र नि हिँड्न सक्ने एम्बुलेन्स हो अनि यहाँ चाहिँ डुब पालिरहेछ सँग चाहिँ कैलाश खुल्दै गइरहेछ है कैलाश देखाएन होला भन्नु होला कैलाश खुल्दैछ आज चाहिँ बिस्तारै खुल्दैछ हिजो खुलेको थियो प्रष्टसँग आज बिहानदेखि अलिअलि हिउँ परिरहेछ हिजोदेखि नै परेको हो हिउँ चाहिँ अब म अझ नजिकबाट देखाउँछु है यो कैलाश हो है भक्तजनहरू आउँदैछ आउने ठाउँमा एकदम जारी छ यहाँ चाइनिजहरू फोटो खिच्दैछन् है यो चाहिँ टी सप हो यो टी सपको नाम चाहिँ के हो भन्दै थियो अस्ति मैले बिर्साएँ यहाँ सायद यो एम्बुलेन्सले मान्छे लिन आएको होला बिरामी है यहाँ चाइनिजहरू धेरै जस्तो बिरामी हुन्छ बिरामीहरूलाई चाहिँ एम्बुलेन्सको व्यवस्था छ यहाँसम्म चाहिँ योभन्दा माथि चाहिँ एम्बुलेन्स जान सक्दैन अनि पछाडिबाट चाहिँ उनीहरूलाई पास गरेपछि यस्तो छ हिउँ अलिअलि परिरहेको छ यहाँनिर चाहिँ यस्तो टी सर्टहरू हुन्छ होइन चाइनाको है 15 किलोमिटर छ
मेरो साथीहरू भित्र छ है हेलो प्रेसिडेन्ट कहाँ गयो ओ सरी मेरो साथीहरू कहाँ गयो यहाँतिर चाहिँ यस्तो चिन्ने हुन्छ है हामी चिया खान लाग्यो चाहिँ यहाँ छ ठुलो चुलो चाहिँ लामो है यहाँ चाहिँ विदेशीहरू हुनुहुन्छ यो हाम्रो साथीभाइहरू हेलो हेलो साथीहरू कताबाट हो आज डलर पनि यसो साथीभाइ अलि आज अलिकति बिरामी अवस्था कोही कोही साथीहरू होइन अरू त सब ठिक छ होइन सब ठिक छ है अब साथीहरूको अब क्याम्पमा पुगेपछि धेरै राम्रो हुन्छ त्यो गाह्रो हुन्छ यो बिराम भयो भने यो ज्याकेट धेरै लाउनु हुँदैन कि त्यो गुम्से झन् हुन्छ यो हात मात्र लगाउन जाडो हुन्छ होइन हुँदैन लिएपछि त्यो पसिनाले झन् भित्र हुन्छ अनि मोबाइल लगेर फोटो खिचेर लियो भन्दै थियो यति हो देख्ने भनेको यति खिच्नु पर्दैन चाहिँ तातो पानी यहाँ चाहिँ चाइनिज ड्रिङ्क्स है यो चाहिँ चाइनिज खानाहरू चाहिँ यस्तरी हुन्छ है साथीभाइ हो यहाँबाट बाहिर टर्मिनल त्यहाँनिर चाहिँ यसलाई सरस्वती भन्ने मात्रै रहेछ यहाँ चाहिँ चराहरू होइन स्पेरो भन्छन् हिउँमा पनि चराहरू छ है एकदम धेरै चराहरू छ अनि यो चाहिँ ठ्याक्कै हामी कैलाशको अगाडि छ कैलाश यस्तोहरू देखिरहेछ अलिकति मुपदु खवजप्दु जुजुला नमस्ते एन्ड डेसिडली फ्रम कैलाश है एकदम राम्रो भ्यू देखिरहेछ आकाश यस्तो छ है थ्याङ्क यू फर वाचिङ म चाहिँ देखाउने कोसिस गर्छु यो मेरो पछाडिको कैलाश हो मैले अघि अगाडि देखाएँ कैलाश हिउँ परिरहेको छ टिसाको उड्यो चरा हामी टी हाउसबाट अगाडि लाग्यौँ हिउँ परिरहेछ होस् यसपालि हिउँभित्रको भिडियो खिच्दैछौँ है घोडाहरू यस्तो तरिकाले लिएर आएको हुन्छ हामीलाई माथि बुढाबुढीले पर्खिँदैन होला जस्तो लाग्यो मलाई त्यो गएर अलि साथी गर्छ है तिनीहरूले अलिअलि दिएको छ होइन तिनीहरू राम्रो छ त्यो राम्रो छ एउटा घोडा छ नि अस्ति पनि त्यसले सहयोग गरे नि मलाई त्यसले सहयोग नगरे त म कहाँ त्यसरी सक्छु त आज के भयो टो कली टो सो गुबी सु गुगुयो चेमे हाम्रो चिप्टेन दिदीहरूसँग कुरा गरेको होइन अलि कुरा गर्नुपर्छ रमाइलो लाग्छ भन्ने
बजार गएर मजा दियो भने बजार गएर अहिले चाहिँ ठ्याक्कै हिउँ पर्न थाल्यो हिउँको बिचमा गइरहेको छौँ होइन एकजना अझै छ यहाँ अझै थङ्बुदो मिल्दो त गाली छ र या त लाम ठेक्का छ लेप्छ अहिले चाहिँ ठ्याक्कै हिउँ गरेछ हिउँको बिचमा गइरहेको छ गाडी छ अब कोसिस गरौँ अगाडिको आन्टी र अङ्कललाई भेट्न सक्छ कि है अस्ति पनि यस्तै हिउँ गरेको थियो सकिनलाई उकालो पुग्छ एकदमै यसपालि चाहिँ हामी स्टक एकदम मिल्नेछौँ होइन गऱ्यो अगाडि हिँडेर छ सर तपाईँ अगाडि आइपुग्नु भएछ त नि कतिखेर आइपुग्नु भयो चिया नखानु भएको म तिमीभन्दा चाँडो हेर्छु नि त चिया खाँदै थिएँ चिया खानुपर्छ नि ऊ यहाँ अब त माथि खाने कि क्या चिया खाने त्यहीँ हो नि त्यो बसेको नि सबै सबै बसेछ अब आइसक्नु भयो बिस्तार त अब त जाने हो कहाँ बस्छ है कस्तो लागिरहेछ तपाईँलाई इट्स ग्रेट है ग्रेट जर्नी सुन न हजुर यसले बन्द गरेर मेरो एउटा लामोमा म हिँड्दै गरेको फोटो लियो भिडियो लियो नि ए हुन्छ हुन्छ आइहाल्छ तपाईँकोबाट होइन निमा त बिस्तारै आउन म चाहिँ अलिकति भागेँ किनभने अङ्कल आन्टी भेट्छ कि ओ त्यो मोबाइल राख है लगिछु किन्नुपर्छ किन्नुपर्छ मेरो पुरा किन्ने हो क्या आज त ब्याट्री कति टिक्छ होइन डोलमा सासम्म किन्ने हो क्या
भनेको त्यो उकालो छ टिसपबाट 5-10 मिनट हिँडेपछि यहाँ उकालो स्टार्ट हुन्छ है हिउँ परिरहेछ अस्ति हिउँ कम थियो हिस्ट्री परेको थियो पर्न चाहिँ यतिको थिएन एकजना दिदी हुनुहुन्छ यहाँ है नाङ्रीको दिदी हुनुहुन्छ हामी चाहिँ यस्तो स्ट्रगल गरिरहेछौँ हिउँमा जानलाई अगाडिको नाङ्रीको दिदी हामी यो चाहिँ उकालो पुग्दैछौँ हुन्छ यसरी हिउँ छ भने थाहा हुन्छ उकालो लाग्यो चिप्लो छ Hello sister, how are you? Good. Where are you from? We are tired, so no sounds for us. माथितिर लामाहरू छ अच्छा ढुङ्गा यसरी लगा हुन्छ यहाँ हाम्रो लामा दाइहरू हुनुहुन्छ चिप्लो छन् है यहाँ त मैले चिप्लेर धानै लडेँ लामाजी Как буду? Кориту. Кале как буду?
No. Okay. Okay. यो उकालो छ यो उकालोमा चाहिँ अलि अप्ठ्यारो छ हिउँमा हिउँ भइरहेछ तेस्रो आइपुग्यो यहाँनिर ढाँचाहरू छ अनि यहाँनिरसम्म नि आउँछ इमर्जेन्सीको गाडीहरू है If somebody wants to come here and for doing Kora, it's 3 days, almost 2 days complete. People's depends on walking on base. So normally June, July is perfect season here.
बर्ड्सहरू सुनिन्छ है बर्ड्सको साउन्ड्स गुड साउन्ड्स we are nearing to Dolmara, so everybody clicking videos and photos here. Okay, I'm doing Kora. There's a minute. Hi, hello. Sit here. Mela सिंगाना हुन्छ थाहै हुँदैन है
उकालो चाहिँ डोल्मामा उकालो हो है अलिक गाह्रै छ सबैजना बिस्तारै आउँदैछन् है घोडा लिएर आउँदैछन् फर्केर कुनै कुनै चाहिँ कोही फर्किरहेछ कोही फर्किँदैछन् घोडाहरू माथि पुऱ्याएर त्यसरी माथि पुऱ्याएर फर्किँदैछन् माथिबाट चाहिँ ओह्रालो हो त्यही भएर फुलकोरा हो त्यो डाँडा गर्नुपर्छ ल यो चाहिँ टप्पेस्ट पार्ट हो है तलबाट आइपुगेपछि तलतिर आउँदैछन् अहिले हिउँ पर्न रोक्यो है यस्तो छ यो चाहिँ तेर्सो हो त्यसो भए चाहिँ उकालो उकालो सकेपछि डोल्मालाई टपमा पुग्छौँ बाटो त्यही छ ढुङ्गा हो अनि अहिले चाहिँ हिउँ परेको हुनाले अब हिउँ छ अघि तपाईँहरूलाई मैले देखाउँदै आएँ होइन ओके if somebody looking for me watching for me then thanks for watch okay bro it's difficult to do Kora and this is my fourth Kora. Maybe we will come later also next month. I think I will update you all. So here some people carry on bag on, some people have potters are local and some Nepalese. Okay, so many things are here and everybody taking videos and photos. Hello Didi sisters, how are you? Okay, come slowly. These days increasing Chinese people doing Kora also and Tibetan people also. And here some Nepali Dayaru. Okay. Nepali दाइ दिदीहरू पनि यहाँ हुनुहुन्छ है
ल दाइ कस्तो भइरहेछ एकदम ठिक भइरहेछ भाइ यार बिस्तारै अब टपमा पुग्न लाग्यो टपमा पुग्नलाई पास कति छ दाइ हजुर अब आँखाले देखिरहेछ नि त्यो पुगेपछि टपमा पुगेपछि तेर्सो छ अलिकति अनि त्यसपछि ओह्रालो हो अलमोस्ट 80-90% सक्यो ओके धन्यवाद दाइ बिस्तारै आउनु हजुर हस् ओके म चाहिँ हाम्रो दाइ दिदीहरूभन्दा अगाडि जाँदैछु दाइ दिदीहरू पछाडि आउँदै हुनुहुन्छ ओके आइस बिस्तारै आउनु चिप्लिँदैन हेलो दाइ के छ माथिलाई तल तललाई माथि के छ तपाईँहरूको खबर एकदम ठिक छ ओके यो चाहिँ उहाँहरूको स्पेसल क्रू मेम्बर हो है एक्सपर्ट इन द हिमालय है कोरा बिस्तारै आउनुहोस् उहाँको हेर्नुहोस् जुत्तादेखि एकदम एक्सपर्ट हुनुहुन्छ उहाँ हजुरको शुभ नाम राजु ओके कृष्ण है ओके बिस्तारै आउनुहोस् उकालो छ अब यो चाहिँ डोलमालाको टपमा हो है यो चाहिँ डोलमाला भनेको के हो भने धान सम्पत्ति दिने हो है अनि यता चाहिँ एकदमै यस्तो सिम्बलाइज गरेर सब मान्छेले बनाएको हुन्छ होइन आफ्नो आफ्नो आस्थाले गर्दाखेरि यस्तै बनाएको हुन्छ म टपमा पनि देखाउँछु तपाईँहरूलाई हाम्रो साथीभाइहरू आउँदैछ तल डोलमालाबाट चाहिँ यस्तो देखिन्छ डोलमालाको यो उकालोबाट चाहिँ यस्तो देखिन्छ लास्ट उकालो है उहाँहरू चाहिँ यस्तै छानछान गरेर चाहिँ गर्नुहुन्छ है सबैको आफ्नो आफ्नो आस्थाले गर्दाखेरि एकदमै टिबोटी हुनुहुन्छ यस्तो छ वातावरण है कैलाशको वरिपरिको जस्तो उता देखिरहेछ कैलाश जस्तै तर यतापट्टि यो डोलमालाको पछाडि चाहिँ कैलाश छ है यो पार्ट चाहिँ म पुरा खिच्छु भने होइन है मान्छेहरूले आफ्नो पितृहरूको फोटोहरू टाल्ने फोटोहरू राख्ने ठाउँ राख्ने गर्छ है भन्नाले पितृले मोक्ष पाओस् भन्ने इच्छा कामना हो होइन यो चाहिँ यस्तो छ अनि यहाँ चाहिँ मुलामहरू लगाएर हुन्छ
खासै गाह्रो लाग्ने चाहिँ यहाँनिर हो यहाँनिर चाहिँ लुङ्दाहरू लगाउँछन् होइन धेरै लुङ्दाहरू छ यस्तरी छ धेरै पनि छ फ्यामिलीको लागि परिवारको लागि आफन्तजनको लागि पनि विसिङ गरे टकमा गएपछि चाहिँ 还上来？啊，再上不用上了。哦，再上不用上了。我以为还有往上爬的。要走一段路。 太好了！哎，但没有牙口的那个。 पछाडि यसरी आउँदैछ डुल्नुला हो अब 5000 नेको हो लगभग 56 चाहिँ 48 आइपुग्यो यस्तरी उडिरहेछ हावाले अन्त आफ्नो आफन्तहरूको फोटोहरू टाल्छन् है यसरी यसरी टालिराख्नुपर्छ उहाँको पनि कोही बेला आफन्त है यसरी टाल्छन् यसरी फोटोहरू राख्छन् भित्रमा अन्त 不要拍我好吗？ त्यसो हुन्छ है म पनि અંદર आउँछु एकछिनमा
टपमा आइपुग्यो चलाउँदैछ साथीहरू आइपुग्यो चलाउने ठाउँ यहाँ हो सबै मान्छे वक गर्दैछन् टपमा आइपुग्यो चलाउँछु Alter,